यो चाहिँ धनकुटा सल्लाहघारीमा हामी चाहिँ आइपुग्यौँ। यो हाइवे चाहिँ यता तलदेखि हामी चाहिँ यो सर्टकट बाटो भनेर आएको। सानो रहेछ चिटिक्कको पुरै सल्लाहघारीमा हामी बसिरहेछौँ। टिकटकहरू फोटो भइसक्यो हाम्रो। अब चाहिँ हामी लाग्नुपर्ने हुन्छ मासतिर। यहाँदेखि ठ्याक्कै कहाँ निस्किन्छ, ठ्याक्कै हाइवेमा निस्किन्छ होला, माथि चटपटे बेच्ने ठाउँमा निस्किन्छ होला जस्तो लाग्दैछ मलाई। सुनसान रहेछ यहाँ चाहिँ, बस्न चाहिँ यहाँ आफ्नै आफ्नै धुनमा। हामी चाहिँ तीनजना आफ्नै धुनमा। अरूको टिकटक हेर्दाखेरि चाहिँ हो यसमा चाहिँ बनाउन आउँछ। बाँदर पनि रहेछ क्या यहाँ, केरा खाइरहेछ। यता ला यसको टुन्टुले त भाँची पठायो रहेछ। सु गर्ने ठाउँ त छैन त। हाम्रो गौतम बुद्ध यता यहाँ तल रुखमा एनोकोन्डा अरे चाहिँ भुलाउने ठाउँ रहेछ है यहाँ चाहिँ। यहाँ दाइ र भाइ चाहिँ यहाँ फोटो सुट अनि भिडियोहरू बनाउँदै हुनुहुन्छ। म चाहिँ यहाँ तलतिर आएको। अब अझै हामीले चाहिँ घुम्न बाँकी नै छ यहाँ तलतिर। यहाँ चिया बगानहरू यस्तो छ। हामी एरोप्लेनतिर जाँदैछौँ है। अब चाहिँ उड्न लागिरहेछ, हाम्रो फ्लाइट छुट्न सक्छ। हामी चाहिँ अनि त्यही भएर गुटुङटुङ झरिरहेछौँ है। त चिङ्गम पो रहेछ त यो चिङ्गमले त पुऱ्याउँदैन नि हामीलाई। पाइलट त चिङ्गम रहेछ क्या, मोटु पातलुको। कुन माछा चाहिँ मरेको यो? ठुलो माछा मरिरहेछ। ए मृगहरू रहेछ नि त यहाँ, ढाक्ने रहेछ नि त। यहाँ खोलिदिनु पर्थ्यो नि त। यो किन ठुनेर राखेको जाडोमा? कसरी छुट्छ यो त? यो परतिर जाने रहेछ नि त, परसम्म लुक्ने ठाउँ पनि रहेछ नि त। यहाँ पर पुगिरहेछ है। स्वागत छ यो मेरो नयाँ भिडियोमा। आज धेरै पछाडि भिडियो बनाउँदैछु। आज चाहिँ हामी ठ्याक्कै यो कोलबोटे भन्ने ठाउँ, धनकुटा सागुरीगढीको कोलबोटे भन्ने ठाउँदेखि भिडियो स्टार्ट गरेको छु। आज चाहिँ हाम्रो यात्रा चाहिँ धनकुटा हिलेसम्मको छ। आज मैले यहाँदेखि भिडियो सुरु गरेँ। तलदेखि गर्नुपर्ने थियो तर मेरो धेरै भिडियोहरू छ नि त तलदेखि, त्यही भएर चाहिँ आज चाहिँ यहाँदेखि स्टार्ट गरेको छु। कहाँसम्म पुगिन्छ के गरिन्छ थाहा छैन। घरै हेर्दै होला, देखाउने नै छु। चट्ट कोलबोटे भन्ने ठाउँ चाहिँ यहाँ छ। कोलबोटे हाम्रो केटाहरू चाहिँ यता जाडो सुरु भइसक्यो नि त। ज्याकेट दुईजनाले चाहिँ ज्याकेट लगाइरहेछ। म चाहिँ ज्याकेट बिना त्यत्तिकै थाम्छु भन्ने। अघि ज्याकेट लगाइसक्यो, धरानदेखि चढ्ने बित्तिकै यता चाहिँ म चाहिँ थाम्छु होला। यता यहाँ चाहिँ ठ्याक्कै यता भेडेटार धरान जाने, यता चाहिँ धनकुटा जाने बाटो। सिन्धुलीगढी जस्तो यहाँ तल ऐना ऐना भएको ठाउँ पनि यहाँ तल छ। ठ्याक्कै यही तल हो। अहिले त ऐनाहरू पनि टन्नै बनाइसकेको छ। सिसा छ नि त यहाँ चाहिँ, किनकि गाडीहरू धेरै एक्सिडेन्ट हुने कारणले गर्दा होला सिसा। घाम लागेको बेला चाहिँ खतरा टल्किन्छ क्या। अहिले चाहिँ
चाहिँ मूलघाट आइपुग्यौँ अब चाहिँ मूलघाट आइपुग्यो टुक्कुहरू सुरु भइसकेछ यार ल तिहार पनि लागिसकेछ के हो भोग गर्नुपर्छ अरे अहिले चाहिँ गाडी आउँदैछ बाइकहरू तान्ने गरेर रातै चाहिँ नरोकिने भन्ने हाम्रो गफ भयो त्यही भएर हामी चाहिँ बाहिरै अब बाहिरै फर्किँदाखेरि यो बसिन्छ यता चाहिँ धनकुटा हो हाम्रो दाजु चाहिँ यता लाग्नुभयो म चाहिँ फर्स्ट टाइम हो यो हो अब लागिँदैछ उकालो बाइकले तान्छ तान्दैन त्यो चाहिँ अब तानेन भने चाहिँ खले पनि छ अलरेडी मसँग मेरो पहिलो चोटि हो सानो हाम्रो अब फुल चार्ज भयो होला नि त हौ स्टार्ट हान्दैछ ओइ तेरी तेरी ढुलै ढुलै यो चाहिँ धनकुटा सल्लाहघारीमा हामी चाहिँ आइपुग्यौँ यो हाइवे चाहिँ यता तलदेखि हामी चाहिँ यो सर्टकट बाटो भनेर आएको सानो रहेछ चिटिक्कको पुरै सल्लाहघारीमा हामी बसिरहेको छौँ टिकटकहरू फोटो भइसक्यो हाम्रो अब चाहिँ हामी लाग्नुपर्ने हुन्छ मासतिर यहाँदेखि ठ्याक्कै कहाँ निस्किन्छ ठ्याक्कै हाइवेमा निस्किन्छ होला माथि चटपटी बेच्ने ठाउँमा निस्किन्छ होला जस्तो लाग्दैछ मलाई सुनसान रहेछ यहाँ चाहिँ बस्न चाहिँ यहाँ आफ्नै आफ्नै धुनमा हामी चाहिँ तिनजना आफ्नै धुनमा अरूको टिकटक हेर्दाखेरि चाहिँ हो यसमा चाहिँ बनाउन आउँछ अब चाहिँ हामी यहाँदेखि लाग्नुपर्ने हुन्छ हाम्रो यात्रा चाहिँ हिलेसम्मको यहीँ 1 घन्टा जति बसिसक्यो होला अब चाहिँ हामी लाग्यौँ एकजना चाहिँ यहाँ माथि पुगिरहेछ दाइ चाहिँ यता हुनुहुन्छ अब हामी चाहिँ लाग्नुपर्ने हुन्छ ल यस्तो छ हालत पानी पनि पर्ला जस्तो भइरहेछ ल मेरो चाहिँ माथिदेखि भिडियो बनाउँदैछ भाइले यो बाटो सल्लाहघारीलाई चाहिँ छोडिँदैछ आउँदाखेरि पनि यही बाटो आइन्छ होला भरे होइन कि कुन बाटो आइन्छ आउँदाखेरि पनि यही बाटो त आइन्छ होला होइन यहाँ चौतारा के छ नि त यहाँ चाहिँ रोक्नु पर्दैछ क्या है आम्मा दामी 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 देखिन्छ गाइसहरू हामी 3जना दाजुभाइ के उकालो लागेको यो तरिकाले होइन बोलेको पनि केही सुनिरहेको छैन होला बाइक त्यस्तै छ हामी त्यो फोहोरको भण्डार आइसक्यौँ त्यहाँको जति पनि फोहोरको भण्डार यहाँ हो यही हो ए डम्पिङ साइट बनाएको हो कि के हो यो कस्तो दामी ठाउँमा डम्पिङ साइट बनाएको 3 घन्टा ननस्टप घुमेको रहेछ त फोहोर गनेर भित्र भएको दिन आज पनि
वर्ष भयो होला त्यो 3 घन्टा घुमेदेखि म होइन त्यसपछि पछाडि पनि निस्केँ अब त्यो बाटो चाहिँ 3 घन्टा घुमेपछि चाहिँ अनि घुमेको छुइनँ म त्योभन्दा अगाडि 2 चोटि घुमेको थिएँ यो कता जाने हो राजा भन्छ होला हौ हाम्रो कति करोडको अरबौँको छ होला हौ त्यो कसरी बिक्छ सल्लाह चाहिँ डाक्टर रामप्रसाद पोखरेल आँखा अस्पताल केन्द्र अब हाम्रो यता हो हाम्रो उकाल हो हिँडीतिर लाग्यो गाई झरी उकालो सबैले हिँड्नु पैसा भयो के भइरहेको छ भन्ने चाहियो तपाईँ उकालो उकालो बाटोहरू पनि यो धनकुटा कति है फाइनल्ली हामी चाहिँ हिँडे बजार आइपुग्यो है धनकुटा कटेर हिँडे आइपुग्न लाग्यो यतातिर चाहिँ मौसम चाहिँ एकदम कुल रहेछ त्यसै लागिरहेछ तलतिर चाहिँ घाम लागिरहेको छ त्यो लागेको थियो घाम अनि गर्मीमा त्यत्तिकै थियो यतातिर आउँदाखेरि चाहिँ यो धनकुटा क्रस गरे पछाडि चाहिँ गरे चिसो रहेछ क्या बादल लागिरहेछ चिसो लागिरहेछ घामको अनुहार देख्न नपाइने रहेछ अब चाहिँ हामी ढिले बजारको प्रवेश गर्न लागिरहेछ तलतिर चाहिँ घाम लागिरहेछ चाहिँ फाइनल्ली अब आइपुग्यो चाहिँ अब यहाँदेखि चाहिँ हामी कता लाग्नुपर्ने हो यता छिङदाङ हो यता हाम्रो कता जाने हो टोङबा हामी आइपुग्यो है गाई झरे टोङबा चोकतिर हामी अब हल्लिने हो टोङबा यताको अर्ग्यानिक अब यहाँदेखि चाहिँ कता लाग्ने हो हामी अब कता हिले आइपुग्यो अब कति होइन हिले आइपुग्यो अब कता जाने भनेर हाम्रो सल्लाह भइरहेको छ अब यहाँदेखि पर्खिहाल्ने हो कि अर्को ठाउँतिर जाने हो भनेर जाउँ चल्दिउँ कता काँक्रीबास तर कति टाइम लाग्छ फेरि त्यो हिँडेसम्मको थियो अब काँक्रीबासतिर फेरि यता हाम्रो निर्णय चाहिँ अब काँक्रीबास पुग्ने भयो जता पनि पुग्न सक्छु कि फेरि अब बसन्तपुरतिर पनि पुग्न सक्छौँ गाई झरी होइन बसन्तपुर पुग्यो भने चाहिँ फाइनल्ली गाइजहरू उतै सुताइ हुन्छ त्यस्तै हो हाम्रो अन्तरले हिँडेपछि एकठाउँ झरेर गएको मान्छे कहाँ पुगिन्छ अनि बसन्तपुर पुगिसकेपछि हिले बजार है यो चाहिँ हिले बजार हिलेमा कुल मौसम चाहिँ चिसो छ आफ्नो हो अङ्कल यसरी नगर्नु नि डाइरेक्ट हाम्रो त बानी खतम छ है फेरि रिस उठ्यो भने त रोकिवरी फेरि हामी त अनुसन्धानमा पनि फेरि उत्रिहाल्छौँ गफ अरू त के हो र हो माथिदेखि पनि छिर्छ होइन ल है ल हामी चाहिँ हाइवे भेटेर फाइनल्ली लाग्यो है यो त थाहा छ त हामी एकचोटि गएको होइन यो दुईचोटि यो बाटो त हिँडिसक्यो म
ल हामी चाहिँ हिले बजार क्रस गरेर पाक्रीदासको लागि हिँड्यो है। क्यामेरा चाहिँ मेरो पुरै ठाडो पो भइरहेछ। ल यो बुद्धको स्तम्भ रहेछ, मूर्ति रहेछ। यो कुन चोक हो? हाम्रो रात पऱ्यो है फाइनल्ली गाइजहरू। यात्रा तल एउटा छ कि पाक्रीदासको त्यो मन्दिर कस्तो छ। पाक्रीदास पाक्रीदास बजार पुगा खोला पानी पार्नु पाक्रीबासै रहेछ। फाइनल्ली पाक्रीबास आइपुग्यो भने चाहिँ हाम्रो यात्रा चाहिँ अनिश्चित छ। उज्यालो कहाँसम्म हुन्छ त्यहीँसम्म जाने हो, अनि रात परे पछाडि फर्किने हो हामी चाहिँ। कता यता कता हो? कुन ठाउँ यता? कता यता? त्यो ठुलो स्ट्याचु भगवतीतिर होला। ल जाऊँ न त। त्यो के को स्ट्याचु अरे? हाम्रो त टर्निङ मोडिँदैन क्या हो? राइट नमोडिने त कुरै भएन। लाग्यो ल ओह्रालो आम बाटो फेरि राम्रै छ नि त। बाटो चाहिँ यही मन पर्दैन कि यहाँ त पिस हानिहाल्नु पर्ने रहेछ नि त। सोली छापेर लडियो भने त बाप्रे मान्छे नहाल्नु ल सर। ओह्रालोमा तुलाङ हाल्ने अहिले फेरि गर्मी भइरहेको रहेछ। हामीलाई त जाडो भइरहेछ त है। जाडो छैन कि क्या हो त? के हो यो त? यो के को गेट हो? मैच्याङहरूले हाई गरिदियो, बोली नै हरायो नि। आमा फाइनली यो संसारी सिमसार पर्यटकीय क्षेत्रमा पाल्नुहुने के हो? कस्तो अँध्यारो पो देखिरहेको तर यो नपढौँ होला फाइनल्ली गाइजहरू। यहाँ त लडियो भने त निसन्तानपन हुने सम्भावना धेरै छ यहाँ। होइन जोगाइसकियो यो बाटोमा मेरो त छँदैछ नि हौ अझै। अनि खेतला लाउनु मिलेन होइन? जस्तो तस्तो छ नि त, जस्तो तस्तो बाल बच्चा त छ नि, तर चिया बगान पनि दामी चाहिँ दामी रहेछ। ल दामी रहेछ यता। फाइनल्ली गाइजहरू अप्ठ्यारै बाटो भए पनि झारियो है। ल यहाँ आइपुगेपछि घामको अनुहार पनि देखि पाइयो। अब चढ्दाखेरि चाहिँ कसरी चढ्नु हो? आइपुग्यो। ताल पनि रहेछ नि यहाँ। यहाँ पुरा माछा पोखरी रहेछ। यहाँ चाहिँ शिवजीको भाङ खाएर पुरा उभिरहेको हो कि के हो? सुता यतै होला जस्तो छ हाम्रो सल्लाहघारीतिर। हामी त सुत्दिने हो, टेन्ट प्लास्टिक तानीवरी। ल 18 मिनटको भइसकेछ है। हामी चाहिँ आइपुग्यौँ यो के सिमसार क्षेत्र अरे। अघि एकछिन पाक्रीबासको यो कुन ठाउँ हो पहिलोचोटि हो। यस रमाइलो रहेछ। यहाँ जोडीहरू चाहिँ घुम्न आउने होला कि के हो? विशेष हाम्रो शिवजीले चाहिँ उता हेर्दै हुनुहुन्छ पोखरी। त पार्वती नुहाउँदै होला कि यता पोखरीमा। अनि उता पुरा शङ्ख त्रिशूल डमरू लिएर चाहिँ हेर्दै हुनुहुन्छ।
माछाहरू पनि रहेछ क्या यो ठाउँमा चाहिँ पोखरीमा चाहिँ। यहाँ नाग रहेछ यत्रो आमा यो त के हो साप हो कि क्या हो ओइ हाम्रो यस्तै छ यो ठाउँमा त बाँदर पनि रहेछ क्या यहाँ केरा खाइरहेछ यता ला यसको टुन्टुले त भाँची पठायो रहेछ सु गर्ने ठाउँ त छैन त यसको टुन्टुले त नि भाँची पठाएछ त छैन नि यो त अनि निकै महँगोमा बिक्छ कि हो यो त होइन भाजी पठाएछ होइन भाजी पठाएको यता हाम्रो ठुलो छ साप चाहिँ घुम्ने ठाउँ चाहिँ दामी नै रहेछ यो ठाउँमा चाहिँ म चाहिँ पहिलोचोटि हो है यो पाक्रीबासको यो पार्कमा हाम्रो गौतम बुद्ध यता यहाँ तल रुखमा एनोकोन्डा अरे हाम्रो काली छैन नि त उहाँहरूको काली छ यो के छ हाम्रो होइन उनीहरूकै हो भाले यो पोठी यो मयूर हो हाँस जस्तो छ त नि कि कालिज हो कालिजको भाले चाहिँ त्यहाँ छ ए हो छिप्पेको रहेछ नि त मयूर र कालिज राखेपछि कहाँ अन्डा पार्छ त क्रस गर्नुलाई राखेको जस्तो लाग्यो मलाई हाम्रो होइन हौ उनीहरूकै हो खरायोहरू हो यो त भाँची न हामीले फोटोसुट पनि गरिसकियो अब चाहिँ एरोप्लेनतिर जाने चाहिँ कता हो यहाँ तल रहेछ क्या यहाँ तल एरोप्लेन पनि छ यहाँ माथिदेखि जाने हो यहाँ माथिदेखि जाने हो ठाउँ चाहिँ एकदमै बब्बाल लाग्यो कि तर जाडो रहेछ क्या हुसे लागिरहेछ यहाँ तल पनि गौतम बुद्धको मूर्तिहरू चाहिँ कतिवटा हो त्यही हो नि देखिने थियो तल पनि रहेछ गौतम बुद्धको मूर्ति पनि छ अम्बकहरू पनि टन्नै फुलेको के हो यो स्याउ हो स्याउ पो रहेछ त नि होइन ओहो सानो खालको रहेछ यो सेतो खालको स्याउ रहेछ फेरि सानो पनि छ नि स्याउ पनि टन्नै फलेको छ होइन के हो स्याउ जस्तै छ जेसुकै होस् यस्तो छ वरिपरि चाहिँ पुरा कुहिरो लागिरहेछ अहिले यहाँ आइपुग्यौँ यहाँ चाहिँ ट्याक्कै कोप्चा रहेछ दुईटा पोखरीहरू छ यहाँ माथिदेखि हामी चाहिँ छिरेको यहाँ माथि चाहिँ पार्किङ छ यहाँदेखि यस्तो छ ठाउँ चाहिँ अब यहाँ चिया गोड्दै हुन्छ कि त घरहरू चाहिँ राम्रो राम्रो बनाउनु भएको रहेछ पहिला चाहिँ अहिले चाहिँ किन लथालिङ्ग छोड्नु भएको चिया बगान चाहिँ यतातिर यो पाक्रीबासमा पनि टन्नै रहेछ क्या इलामु जस्तै सबै यता तलतिरदेखि नै चिया बगानै रहेछ सबै तर मौसम चाहिँ एकदम चिसो छ जे होस्
दुःखले आए पनि एकदम दुःखलाई चाहिँ भुलाउने ठाउँ रहेछ है यहाँ चाहिँ। यहाँ दाइ र भाइ चाहिँ यहाँ फोटो सुट अनि भिडियोहरू बनाउँदै हुनुहुन्छ। म चाहिँ यहाँ तलतिर आएको। अब अझै हामीले चाहिँ घुम्न बाँकी नै छ यहाँ तलतिर। यहाँ चिया बगानहरू यस्तो छ। अहिले चाहिँ मुनाहरू पोलाउँदैछ। अब टिप्ने बेला हुन लागिसक्यो होला सायद मलाई लाग्छ। यो कहिले टिप्छ हो यो चाहिँ। यहाँ तल चाहिँ बुद्धको ठुलो स्तम्भ बनाउनु भएको रहेछ। दामी चाहिँ दामी छ है यहाँ चाहिँ। यहाँ तलतिर ब्याट्रीले भ्याउने धान्नुपर्छ है। मैले कन्टिन्यू दिइरहेको छु। मेरो त नि कहाँ 1 घन्टाभन्दा बेसी भइसक्यो भिडियो। यहाँ लालीगुराँसको बोट पनि रहेछ है यहाँ। तर यस्तो चिसो ठाउँमै हुने हो लालीगुराँस। योभन्दा हाइटमा माथि 3 जुरेमा टन्नै पाइन्छ। यहाँ चाहिँ यस्तो भइरहेछ भिडियोहरू। यस्तो यस्तो छ है। मिलेन लेभल तिम्रो बाउ बोलाए भने जस्तो भयो त। यो भाइले चाहिँ जान्दैन नि त। त्यही भएर यहाँ सिकाउँदै हुनुहुन्छ। यो टाइपले अरे क्या यो चिया चाहिँ देखियोस् होइन यतिको यस्तो गर्ने अनुहार देखिएन भने अझै यस्तो गर्ने। तपाईँहरू पनि सिक्नु होला। यसरी भिडियो बनाउने कम्ती दुःख हुन्छ। तपाईँहरूले हेर्नै हुन्न। कस्तो जिब्रो लरबरिन्छ यहाँ। हजुर यहाँ चाहिँ हाम्रो भाइले चाहिँ यहाँ चट्ट दुःख गर्दै। यो भिडियो चाहिँ हेरिदिनु पर्यो है। धेरै भ्युज जानु पर्यो। हामीले खोजेको त्यति हो। यतातिर चाहिँ अब बालै फोटोसुट भइरहेछ होइन। हाम्रो त यहाँ कन्टिन्यू भइरहेछ नि त। हाम्रो पार्ट 1 पार्ट 2 पनि आउन सक्छ कि। यो त कन्टिन्यू हो नि त। पाखरीबास बजारमा हामी एरोप्लेनतिर जाँदैछौँ है। अब चाहिँ उड्न लागिरहेछ। हाम्रो फ्लाइट छुट्न सक्छ। हामी चाहिँ अनि त्यही भएर गुटुङटुङ झरिरहेछौँ है। यो अब यहाँ हामी चढेर चाहिँ चट्ट काठमाडौँ जानुपर्ने हुन्छ। एरोप्लेन चाहिँ यहाँ छ गाइजहरू। एरोप्लेनमा चढ्ने पनि अहिले त रहेनछ त। अहिले त बन्द रहेछ नि त एरोप्लेन पनि। भित्र चाहिँ के रहेछ। भित्र पनि चढ्न मिल्ने रहेछ क्या। मिल्न चाहिँ एरोप्लेन चाहिँ यहाँभित्र चाहिँ के रहेछ। यहाँ त चट्ट यहाँभित्र त बसेर खान मिल्ने खालकोहरू रहेछ नि त यहाँभित्र। यहाँ त दोकान पो हो कि क्या यहाँभित्र त। पहिला भिडियोहरू फोटोहरू खिच्न पाउँथ्यो। कुर्सीहरू पनि छ। कहाँ सबै उयोहरू बस्ने ठाउँहरू छ। फ्लाइट क्यान्सल भयो हाम्रो। मान्छे अपुग भएछ। यहाँ चाहिँ पाइलट बसिराख्नु भएको छ। पाइलट चाहिँ एकदम रेडी पोजिसनमै रहेछ। कहाँ पाइलट त चिङ्गम पो रहेछ त। यो चिङ्गमले त पुऱ्याउँदैन नि हामीलाई। पाइलट त चिङ्गम रहेछ क्या मोटु पातलुको।
जाडोले गर्दा पुरा जिब्रोहरू बोलीहरू लरबरिँदैछ। किस्ना घरि गएर तर पनि हामी चाहिँ दिने हो, कहाँ छोड्ने कुरै भएन नि। बल्ल बल्ल आएर होइन त्यो त दिने हो नि त। मेरो त चार्ज भएको त ननस्टप लाउँथेँ म। कन्टिन्यू भइरहेछ हाम्रो भिडियो चाहिँ। हामी चाहिँ यहाँ परदेखि चाहिँ यस्तो घुम्दै 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 यहाँ तल आइपुग्यौँ। यहाँ तलदेखि चाहिँ हामी फर्किएको। माछा मरिरहेको छ रहेछ त हो, के भएर मरेछ यो? यही उसले होला नि, यसमा केमा ठुलो पानीले हो, धमिलो होइन, यसरी जराले ठोकाइदियो नि हो। कुन माछा चाहिँ मरेको यो? कमलकार होला, कमलकारै ठुलो माछा मरिरहेछ यो। गनाउँदैछ पनि के हो माछा त। क्रिबास एयरलाइन्स चाहिँ आजको उडान चाहिँ बन्द भएछ। हामी चाहिँ त्यही भएर बाइकमै फर्किन लागेको, नभए चक्काको छेउछेउमा बाँधेर चाहिँ बाइकहरू जानु पर्यो भने। होइन पहिला त राम्रो थियो कि क्या हो, को संरक्षण चाहिँ किन छोडेको लथालिङ्ग यसरी, कि बर्खा भएर हो? बर्खा भएर होला। हामी चाहिँ फर्क्यौँ, फाइनल्ली फर्किँदैछौँ। यहाँ चाहिँ हाम्रो होइन, उनीहरूकै हो। कहाँ कहाँ छ? ए मृगहरू रहेछ नि त यहाँ, ढाक्ने रहेछ नि त हो। खोलिदिनु पर्थ्यो नि त, यो किन ठुनेर राखेको जाडोमा, कसरी छुट्छ यो त? यो परतिर जाने रहेछ नि त, परसम्म लुक्ने ठाउँ पनि रहेछ नि त। यहाँ पर पुगिरहेछ है एउटा चाहिँ। कस्तो राम्रो नदेखेको। यहाँ चाहिँ बोका रहेछ, यो चाहिँ गाई चरु मृग पठाइदिँदै रहेछ यता चाहिँ। हेर्नु हुँदैछ। दुईटा भर्खर हालेको हो कि के हो यिनीहरू? बोका यसको फलफुल देखिएन त, बोका हो कि होइन हुन्न। सिङ त्यत्रो छ, सिङ चाहिँ काटिएन भने चाहिँ यस्तो हुन्छ क्या। कालिजको पोथी रहेछ नि त। हामी चाहिँ फर्क्यौँ अब फाइनल्ली। माथि शिवजीको मूर्ति छ, माथि रेस्टुरेन्ट रहेछ, अन्त यस्तै छ यो पाक्रीबासको पार्कदेखि हामी चाहिँ बिदा भयौँ। अब नेक्स्ट टाइम मजाले घुम्न आउनुपर्छ बस्दै। आज चाहिँ हाम्रो यात्रा घरसम्मकै हुन्छ, त्यही भएर चाहिँ हामी चाहिँ फर्क्यौँ अब छिटै। आज चाहिँ कोदोहरू पनि रोप्ने रहेछ हो। त्यही जाडो त्यस्तै। अब यहाँ हामी पनि खिच्नुपर्ने हुन्छ क्या हो, के खिच्नु होला है? एउटै अनुहार। फर्क्यौँ अब चाहिँ हामी चाहिँ फाइनल्ली। यहाँ चाहिँ माछा छैन, शिव पोखरी। दामी आउँछ। ल अहिले बजे चाहिँ 4:30 बजिसक्यो। हामी चाहिँ अब लाग्नुपर्ने हुन्छ। अब फर्किनुपर्ने हुन्छ। हामी चाहिँ रात परिसक्यो, जाडो त्यत्तिकै बढिरहेछ झन् झन्। अब धरानतिर चाहिँ अहिले गर्मी होला। यहाँ चाहिँ डुबिसक्यो नि सर धरानतिर पनि। 4:30 भनेपछि नि डुबेको छैन, डुब्न लागिसक्यो। घाम लाग्दैछ होला। हामीले चाहिँ अब यहाँ चिया खाइसक्यौँ। अब हामी चाहिँ लाग्नुपर्ने हुन्छ। टाढा छ हाम्रो गन्तव्य। के भयो, जाउँ? पुरै रात परिसक्यो है। अब चाहिँ जल्दी बरु जाडो रहेछ। जोस् रमाइलो ठाउँमा आइयो, खुसी लाग्यो होइन। अब फेरि घुम्ने ठाउँहरू टन्नै रहेछ। अब नेक्स्ट टाइम फेरि आइन्छ यो ठाउँ।
अर्कोपल्ट चाहिँ हामी एकदम छिट्टै आउने हो क्या सबैतिर आउने हो अनि मजाले फर्किने हो यहाँ सोमबाचोक आइपुग्यो अब हाम्रो बसाइ यहाँ हुँदैन यहाँ बसाइ हुँदैन यता त्यो छिन्ताङ हो जानुभयो होला भएको भए त हाम्रो सेकुवाहरू यता हान्नु होला नि गइसक्यो होला त साथी यहाँ त जहिले तहिले आइराख्नु गाडी थियो त्यो बेला त आसिकतिर गाइला नि धनकुटामा झ्याप्प रात पऱ्यो है गाइसहरू अझै धनकुटा आउनु बाँकी नै छ कस्तो रागा थियो आधै पुरै बिच बाटोमा तान्देको त नै अङ्क यार हामी चाहिँ रातको 7 बजिसकेका छौँ हामी चाहिँ मूलघाटमा आइपुगेका छौँ हाम्रो यहाँ खाजा खाने अब चाहिँ लाग्नुपर्ने हुन्छ हाम्रो बसाइ चाहिँ आज धरानतिरै हुन्छ होला त्यही भएर हाम्रो दाजुलाई चाहिँ फुटसल खेल्नु हुने अरे हामी पठाइदिइसक्यौँ हामी चाहिँ अब बिस्तारै जानुपर्ने हुन्छ यहाँ यस्तो छ राति चाहिँ यस्तो देखिने रहेछ है मूलघाटमा पुल चाहिँ मजाले नदेखिने रहेछ क्या लागौँ लागौँ भन्दै हतार हुँदैछ 7 बजिसकेको छ अब भिडियो सायद बनाइ